अस्ट्रेलियाको मेलबर्नमा गजबको सेम बौद्धकै स्टाइलमा लाफिङ भेट्टाएको छु। कता भन्दा ब्रोड मेडोजमा रहेको लाफिङ सेन्ट्रल। यता मजाले पार्किङ पनि छ, स्पेस भने एकदमै कोजी नेपाली थिम एम्बियन्स, झन् बेलुकाको भाइब्स अति नै रमाइलो। ओपनिङ टाइम चाहिँ 4 PM देखि लेट नाइट। तपाईँ मेलबर्नमा मिठो लाफिङको खोजीमा हो भने यो ब्रोड मेडोजमा गइहाल्नुहोस्। मलाई चाहिँ ठ्याक्कै बौद्धकै याद आयो बनाउने तरिका, प्रेजेन्टेसन अनि भराइटी देखेर। तपाईँले यता लाफिङ चाहिँ ड्राई झोलमा पाउनुहुन्छ, आफ्नो प्रेफरेन्स अनुसार अर्डर गर्दा भयो। भिडियोमा तपाईँ आफै हेर्न सक्नुहुन्छ, लाफिङमा स्पाइसेस एकदम भरिपूर्ण हाल्नुहुन्छ, खाँदा फ्लेभर्स एक्सप्लोड इन योर माउथ। मलाई चाहिँ यताको यो प्लेन लाफिङ अति नै डेडली लाग्यो। 5 on 5 फर द टेस्ट। कति पछि यस्तो मिठो गरेर लाफिङ खाएको, होल प्लेट सकाएँ एक्लै। यताको मोमो पनि सबैले एकदमै रुचाउनु भएको रहेछ, त्यो पनि ट्राई गरे। आम्मामा, मोमो भन्दा पनि मोमोको अचारले मनै छोयो। अनि यता चाहिँ चिया कम्बो भनेर रहेछ, चियासँग निम्की, समोसा, पकौडा हाई टी स्टाइलमा सर्भ हुन्छ।